So hello everyone, good morning. Welcome to my new mini vlog है. So आज चाहिँ म सिलगढी जानुपर्ने थियो नि त. मेरो चेली, मेरो स्टुडेन्ट प्लस माई बेस्ट फ्रेन्ड है, उसको चाहिँ बिहा थियो नि त. र त्यो भएकोले गर्दा म चाहिँ बिहान बिहानै चाहिँ रेडी भएर है सिलगढीतर्फ लागेँ. सुनादा पुग्दाखेरि एकदमै दामी भइरहेको थियो है. त्यसको बादमा चाहिँ अहिले तपाईँलाई थाहा नै छ, रोहिणीको बाटो बन्द भएकोले गर्दाखेरि चाहिँ पङ्खाबारीको बाटो भएर गएँ है. सो कल आएको थियो किनभने त्यहाँ चाहिँ मेहन्दीको रसम हुँदै थियो नि त. सो आफ्टर पुगेपछि चाहिँ गएर यसो हेरेको त भ्लग गर्दै पुगेको थियो नि त हो. यसो हेरेको त सबैजना मेहन्दी लाउँदै रहेछ हो. हाम्रो हुनेवाला ब्राइड पनि एकदम मेहन्दीमा बिजी रहेछ. सबैलाई हाई हेलो भनेर त्यहाँबाट उसको मेहन्दी हेरेँ है. यहाँ चाहिँ एकदम डान्स प्र्याक्टिस पनि हुँदै थियो नि त हो, किनभने अब सबैको आफ्नो आफ्नो डान्स थियो नि त. यहाँ चाहिँ एकदम ब्राइडको मम्मी पापा ब्राइड एकदम प्र्याक्टिस गर्दै थिए. त्यसको बादमा हामी पनि प्र्याक्टिस गऱ्यौँ है. सो सबैजना एकदम अब इन्जोइङ मुडमा थियो है. यहाँ अब ब्राइडको फोटोसुट हुँदै थियो मेहन्दीको होइन. सबैजना खुसीको माहौल. अब अहिले सिजनै हो बिहाको है. त्यसको बादमा मेरो टर्न आयो होइन. मेहन्दी लाएँ. अब तपाईँहरूले चाहिँ खिसी चाहिँ नगरिदिनुहोस् है, किनभने अब उनीहरूको ट्रेडिसनमा चाहिँ लाउँछ नि त अब ग्रुमपट्टि. त्यो भएकोले गर्दा हामी मेहन्दी सेन्दी लाएर चाहिँ भेन्यूपट्टि लाग्यौँ. अब एकदमै ढिलो भएको थियो बेलुका है. सबै कुरो सकेर गएर चाहिँ मैले चाहिँ सबलाई हँसाए पनि पुग्नु बित्तिकै. सो थ्याङ्क यू एभ्री वान हो फर वाचिङ भिडियोज है. डु सपोर्ट मी. अन्तखेरि यहाँ चाहिँ रातिको 2 बजी चाहिँ हामी पिज्जा अर्डर गरेर पिज्जा खाँदै थियो भोक लागेर हो. सो थ्याङ्क यू गाइज फर वाचिङ. स्टे